भारतको महाराष्ट्रमा महँगो मोबाइल किनेको किस्ता तिर्ने विषयमा भएको पारिवारिक विवाद अत्यन्तै दुःखद घटनामा परिणत भएको छ। छत्रपति सम्भाजीनगर जिल्लाको 30 गाउँ क्षेत्रमा भएको घटनामा 18 वर्षीय कुणाल चन्दगुडे, उनका बुवा मुरलीधर चन्दगुडे र आमा संगीता चन्दगुडेको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। तर यो घटना केवल एउटा मोबाइल फोन वा EMI को विवाद मात्र हो कि यसभित्र अन्य मानसिक तथा पारिवारिक समस्या पनि थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना भएको दिन 21 अगस्त 2026 शुक्रबार छत्रपति सम्भाजीनगरको 30 गाउँ क्षेत्र स्थित खाम्बाडा डोगरामा बिहान करिब 10 बजे कुणाल पुगेका थिए। प्रहरीका अनुसार कुणालले आइफोन किस्तामा किनेका थिए। किस्ता तिर्न समस्या भएपछि उनले परिवारसँग आर्थिक सहयोग मागेका थिए। यही विषयमा बुवासँग विवाद भएपछि उनी घरबाट निस्किएर डोगरातर्फ लागेका थिए। कुणाल जोखिमपूर्ण स्थानमा पुगेपछि परिवारले उनलाई घर फर्काउन प्रयास गर्यो। त्यसपछि स्थानीय बासिन्दा, प्रहरी तथा दमकल कर्मी पनि घटनास्थल पुगे। करिब 3 घण्टासम्म उनलाई सुरक्षित स्थानमा फर्काउने सम्झाउने प्रयास भयो। 30 गाउँका सरपञ्च सञ्जय जादव सहित स्थानीयले समेत उनलाई सम्झाएका थिए। उनलाई नयाँ मोबाइल दिने आश्वासन समेत दिएको थियो, तर प्रयास सफल हुन सकेन। घटनास्थलमा खिचिएका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना भारतभर चर्चामा आएको छ। पछिल्ला दिनमा कुणाल र उनकी आमासँग सम्बन्धित पुराना भिडियोहरू पनि